को कांग्रेसले देश बदल्ने एजेन्डा बोकेर नेपाली कांग्रेस आज निर्वाचनमा होमिएको छ। निर्वाचनमा होमिँदै गर्दा नेपाली कांग्रेसले पुरानो भावना र नयाँ सम्भावनाको ढोका खोलेर अगाडि बढाएको छ। नेपाली कांग्रेस आफ्नो इतिहासलाई गर्व गर्दै आगामी दिनमा यो देश बनाउने स्पष्ट मार्गचित्र बोकेर अगाडि बढेको छ। नेपाली कांग्रेसले के दाबीका साथ के भन्छ भने बदलिएको कांग्रेसले अब भ्रष्टाचारका कुनै प्रकरणहरू सुन्नु पर्ने अवस्थामा यो देश हुने छैन, भौतिक निर्माणका कामहरूमा कुनै खालका ढिलाइ हुने छैन भन्ने कमिटमेन्ट गर्दछ। त्यसै गरेर कुनै पनि नागरिकले प्रशासनिक झन्झटहरू भोग्नुपर्ने अवस्था हुने छैन। त्यसैले हामी नेपाली कांग्रेसलाई निर्वाचित गर्ने दिशामा जान पर्छ। किन पनि पर्छ भने हरेक आन्दोलनको अगुवाई र नेतृत्व, हरेक परिवर्तनको अगुवाई र नेतृत्व नेपाली कांग्रेसले गरेको इतिहास छ 2007 सालदेखि आजको मितिसम्म। तर यो भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनको अगुवाई, आम नागरिकको आक्रोशको अगुवाई नेपाली कांग्रेसले गरेन। हामीलाई थाहा छ प्रत्येक आन्दोलनले प्रत्येक नागरिकको अधिकारलाई विस्तारित गरेको हुन्छ र स्थापित गरेको हुन्छ, तर जेनजी आन्दोलनले नागरिकको अधिकारलाई कतै स्थापित पनि गरेको छैन, कतै विस्तारित पनि गरेको छैन। तर त्यसलाई व्यवस्थित गर्नका निम्ति हामी निर्वाचनमा जाँदैछौँ। आन्दोलनमा प्रस्फुटन भएका विचार र भावनाहरूलाई संस्थागत गर्नका निम्ति हामी निर्वाचनमा जाँदैछौँ। हामीलाई थाहा छ नेपाली कांग्रेस बाहेक कसैले पनि कुनै पनि परिवर्तनको नेतृत्व गरेको इतिहास छैन। मलाई एउटा भाषणको सम्झना आयो। 2064 सालमा मधुदाईको निर्वाचन प्रचारको क्रममा नारायण स्थानमा गगन थापाले, उहाँ नेभी सङ्घको नेता हुँदाखेरि गगन थापाले भन्नुभएको थियो नेपाली कांग्रेस यो संविधान सभाको निर्वाचनमा किन जित्नुपर्छ भन्ने सन्दर्भमा केन्याको उदाहरण लिएर उहाँले भन्नुभएको थियो केन्यामा पनि संविधानको सभा भयो तर 8 वर्षसम्म संविधान बन्न सकेन। यदि 64 सालको संविधान सभामा नेपाली कांग्रेसले बहुमत ल्याउन सकेन भने संविधान बन्नै सक्दैन, किनकि संविधान बनाउनका निम्ति चाहिने ताकत, समन्वयकारी क्षमता कांग्रेस बाहेक कोहीसँग छैन। मलाई लागेको थियो होला चुनावमा भोट माग्नका निम्ति भन्ने भाषण यस्तै होला भन्ने लाग्यो। तर 64 सालमा निर्वाचन भएर 70 सालसम्म 6 वर्षसम्म संविधान बनेन। जब 70 सालमा अर्को संविधान सभाको दोस्रो निर्वाचन भयो र दोस्रो निर्वाचन पछाडि कांग्रेसको नेतृत्व आयो, कांग्रेस ठुलो दल बन्यो अनि 2 वर्षमा संविधान जारी भयो। त्यसैले जेनजी आन्दोलनमा प्रकट भएका माग र मुद्दाहरूको संस्थागत गर्नको निम्ति पनि नेपाली कांग्रेस आगामी फागुन 21 गते हुने निर्वाचनमा ठुलो शक्ति र बहुमत सहित उदय हुन जरुरी छ। नेपाली कांग्रेसको नेतृत्व बिना यो देशमा कुनै खालको परिवर्तन, कुनै खालको रूपान्तरण, कुनै खालको आन्दोलन सम्भव छैन। त्यसैले नेपाली कांग्रेसको विजयका निम्ति तपाईँ हामी सबै लाग्न जरुरी छ। नेपाली कांग्रेस जित्दै गर्दाखेरि के हुन्छ भन्ने पनि तमाम मतदाताहरूको, तमाम आम नागरिकहरूको जिज्ञासा रहेको छ। कांग्रेस बदलिएको कांग्रेसले के बोक्छ भन्ने कुरामा सबैको आशंका र प्रश्न हुनु स्वाभाविक हो। तर हामीले दाबीका साथ के भन्न सक्छौँ भने नेपाली कांग्रेसले घोषणा पत्र निर्माण गर्ने क्रम छ, यसलाई टुङ्गो लागेको छ, केही दिनमै सार्वजनिक हुन्छ, त्यहाँ धेरै कुराहरू विस्तृत आउँछ। तर मैले पनि केही टेक्निकल कन्ट्रिब्युसन गरेको कारणले गर्दा के कुरा चाहिँ यहाँको बीचमा भन्न चाहन्छु भने नेपाली कांग्रेसले जित्दै गर्दाखेरि अबको यात्रा सबल र सफल संघीयतातिर अगाडि बढ्नेछौँ। संघीयताको विरुद्धमा पनि नारा लागेको थियो जेनजी आन्दोलनमा, संघीयतालाई कमजोर बनाउने उद्देश्यले पनि नारा लागेको थियो। तर कांग्रेस जितेपछि यो देशको संघीयता सफल पनि हुन्छ र सबल पनि हुन्छ भन्ने कुरा यहाँहरूको बीचमा राख्न चाहन्छु। अर्को कुरा, प्रत्येक पटक चुनाव हुन्थ्यो, प्रत्येक पटक नयाँ मान्छेहरू जितेर जान्थ्यो, तर यो देशको प्रधानमन्त्री पुरानै हुन्थ्यो। तर नेपाली कांग्रेस जितेपछि यो देशको प्रधानमन्त्री पुरानो होइन, नयाँ मान्छे हुन्छ भन्ने कुरा स्पष्ट रूपमा नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय गरिसकेको छ। त्यसै गरेर लहरमा योजना बनाउने, पावरको आधारमा मात्रै, राजनीतिक लाभको आधारमा मात्रै बजेट बनाउने सिस्टम हामीसँग छ। तर त्यो सिस्टम अन्त्य गरेर अध्ययन अनुसन्धान गरेर
आवश्यकताको आधारमा मात्रै बजेट र योजना निर्माण हुन्छ भन्ने कुरा हामीले दावाका साथ भन्न सक्छौँ। सद्भाव, सुशासन र समुन्नतिको यात्रामा आम नागरिकलाई जोड्दै सँगसँगै लान्छौँ भन्ने कुरा हामीले भन्न सक्छौँ। हामी दावाका साथ भन्न सक्छौँ, हामीसँग इतिहास मात्रै होइन, यो नेपाली कांग्रेस भविष्य बोकेको पार्टी हो। भविष्य बोकेको पार्टीले हामी नयाँ पुस्ताको आवाज बन्न चाहन्छौँ। नेपाली कांग्रेस किन नयाँ पुस्ताको आवाज बन्न चाहन्छौँ भने हामीलाई थाहा छ, कम्युनिस्ट पार्टीहरूमा नेतालाई लागेको कुरा, नेताले बोलेको भाषण, नेताले लेखेको विचार नै उसको पार्टीको नीति, विचार र सिद्धान्त बन्छ। तर नेपाली कांग्रेस लोकतान्त्रिक दल हो। यो दलमा आम नागरिकले के सोचिराखेको छ, आम मान्छेले के खोजिराखेको छ, आम सदस्यले के सोचिराखेको छ, आम समस्या के हो, त्यो नै पार्टीको नीति, विचार र सिद्धान्त बन्ने गर्छ। त्यसैले तमाम युवाहरूको समस्या सम्बोधन गर्नका निम्ति युवाको आवाज बनेर नेपाली कांग्रेस अगाडि बढिराखेको छ। गरिबी, बेरोजगारी र आर्थिक असमानताहरूको अन्त्यको निम्ति नेपाली कांग्रेस अगाडि बढेको छ। अर्को कुरा, चरम दलीयकरणको पनि विरुद्धमा नेपाली कांग्रेस उभिएको कुरा हामीले ढुक्कका साथ भन्नुपर्छ। आज कुनै पनि मान्छे, कुनै दलको सदस्य नभइकन हलो समेत काट्न नपाइने, दलको मान्छे वन उपभोक्ता समितिमा रहने, दलको मान्छे विद्यालय व्यवस्थापन समितिमा रहने, दलको मान्छे शिक्षकमा रहने, दलको मान्छे सबै, यो चरम दलीयकरणको कारणले गर्दा यहाँ धेरै असन्तुष्टिहरू बढेको छ। त्यसैले हामी छोराछोरी पढाउँछौँ, तर बाउले राजनीति गरेर छोराछोरीको लागि जागिर खोज्नुपर्ने बाध्यताहरू आएको छ। सहज रूपमा हाम्रा कुनै कामहरू हुँदैनन्, क्षमताको आधारमा कुनै पनि सेवा सुविधाहरू प्राप्त हुँदैनन्, कुनै छनौट हुँदैन। यी सबैको विरुद्धमा नेपाली कांग्रेस उभिएको छ। त्यसैले नेपाली कांग्रेसलाई मतदान गरेर यहाँ गुणराज मोक्तान मात्रै जिताउने विषय होइन। यो देश रूपान्तरणको निम्ति पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाउनका निम्ति, यो देशको सबै खाले परिवर्तनको अगुवाई नेपाली कांग्रेसले गर्नका निम्ति नेपालमै भविष्य बनाउन सकिन्छ भन्ने विश्वासको पुनर्जागरण गर्नका निम्ति नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने जरुरी छ। त्यसैले तमाम साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने आज नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर 1 मा गुणराज मोक्तानलाई उम्मेदवारको रूपमा पठाएको छ। त्यो गुणराज मोक्तान म होइन भन्नका निम्ति यहाँहरूको बीचमा उभिएको छु। त्यो गुणराज मोक्तान भनेको प्रत्येक साथीहरू हुनुहुन्छ, तपाईँ हो। गुणराज मोक्तान भनेको हाम्रो गणेश दाई हो, तीर्थ दाई हो, शङ्खबुद्ध दाई हो लगायतका अग्रज नेताहरू गुणराज मोक्तान हो भन्ने कुरा म भोलि प्रमाणित गर्न चाहन्छु र आज पनि दावी गर्न चाहन्छु। त्यसैले निर्वाचनमा होमिँदै गर्दाखेरि यहाँहरूले म आफै स्वयं उम्मेदवार हो भनेर हिँडिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। मैले 2064 सालदेखि निर्वाचन परिचालनको केन्द्रमा बसेर काम गरेको छु। निर्वाचन परिचालन हुँदै गर्दाखेरि पार्टीका साथीहरू कसरी चल्छ, कसरी चल्दैन, कसलाई कतिखेर ज्वरो आउँछ, कसलाई कतिखेर टाउको दुख्छ, कतिखेर जाँगर लाग्छ, कतिखेर अल्छी लाग्छ, सबै कुरा क्लियर रूपमा थाहा छ। तर मलाई यतिखेर के खुसी लागेको छ भने पार्टीका संरचना चलायमान भइराखेको छ। प्रत्येक साथीहरू गुणराज मोक्तान बनेर हिँडिराख्नु भएको छ। कसैलाई ल हिँड्नुहोस् भनेर भनिराख्नु पर्ने अवस्थाहरू छैन। त्यसैले यहाँहरूको जोस, जाँगर, ऊर्जाले मलाई थप उत्साहित बनाएको छ। त्यसैले म यहाँहरूको बीचमा के मात्रै अनुरोध गर्न चाहन्छु भने यो निर्वाचन सिङ्गो पार्टी लड्दैछ। यो निर्वाचन विकृति र विसङ्गतिको विरुद्धमा हामी उभिएका छौँ। यो निर्वाचनमा देशमा सुशासन कायम गर्नु छ। यो निर्वाचनमा प्रत्येक मान्छेले जेनजी आन्दोलनको क्रममा व्यक्त गरेका विभिन्न विचार, भावना र आक्रोशको परीक्षण हुँदैछ। त्यहाँ व्यक्त गरेको विचार के सही र के गलत भन्ने कुरा निर्वाचनले प्रमाणित गर्नुपर्ने अवस्था छ। त्यसैले यो निर्वाचनमा हामीले आफूलाई जिम्मेवार रूपमा प्रस्तुत गरेर अगाडि बढौँ र यहाँहरू नै उम्मेदवार भएको कारणले गर्दा म के भन्न चाहन्छु भने यो निर्वाचन प्रणालीमा धेरै खालका विकृति र विसङ्गतिहरू पनि छन्। यही निर्वाचन मार्फत त्यो खालको विकृतिको पनि अन्त्य गर्नुपर्ने जरुरी छ। त्यो अन्त्य कसरी हुँदो रहेछ भने धेरै मान्छेहरू चुनाव जितेर सांसद बन्दो रहेछ।
त्यो सांसद कुनै व्यापारीले ठुलो पैसा दिएर लगानी गरेर सांसद बन्दैछ भने त्यो सांसद पद त्यो व्यापारीको हुँदो रहेछ। कसैले व्यक्तिगत रूपमा ऋण धन गरेर आफू व्यक्तिगत मात्रै चुनाव खर्च गरेर चुनाव लडेको छ भने त्यो पद उसको मात्रै हुँदो रहेछ। पार्टीले सबै खाले व्यवस्थापन गरेर सबै आम मतदाता आम पार्टी सदस्यहरूको भूमिकाबाट बनेको पद त्यो सबैको हुँदो रहेछ। त्यसैले गुणराज मोक्तान जित्दै गर्दाखेरि प्रत्येक नागरिक जितेको अनुभूति, प्रत्येक साथीहरू जितेको अनुभूति दिलाउने कमिटमेन्ट गर्न चाहन्छु। अर्को कुरा यहाँको बिचमा के अनुरोध गर्न चाहन्छु भने धेरै कुरा नगरिकन वास्तवमै काभ्रे क्षेत्र नम्बर 1 का भूगोल मैले चिनेको छु, भावना मैले बुझेको छु। सायद म नहिँडेको बाटो छैन होला, म नटेकेको माटो छैन होला क्षेत्र नम्बर 1 मा, किनकि 64 सालदेखि निर्वाचन प्रत्येक निर्वाचनको अगुवाई गरेर हिँडेको छु। 61-62 सालदेखि नै क्षेत्र नम्बर 1 को संगठनको अग्र मोर्चामा रहेर काम गरिराखेको छु। यो क्षेत्रका सबै विकास निर्माणका कामहरू मेरो नेतृत्व सहभागिता रहेको छ। त्यसैले यी तमाम सबै कुराहरू प्रति म आफू जानकार छु। यहाँको समस्या बुझ्छु, यहाँको सवाल बुझ्छु, यहाँको समस्या र सवाल देशले सुन्ने गरेर यो संसदमा गर्जिनेछ भन्ने कुरा पनि यहाँको बीचमा राख्दै यो निर्वाचनमा यहाँहरूले यो निर्वाचन परिचालनको सम्बन्धमा क्षेत्रीय सभापतिज्यूले एउटा कार्यक्रम परिचालन र प्रचार प्रसारका कार्यक्रम सार्वजनिक गरिसक्नु भएको छ। त्यो अनुसार वडा स्तरमा यहाँहरूले तत्काल वडा कार्य समितिको बैठक राखेर, पालिका स्तरमा पालिका कार्य समितिको बैठक राखेर निर्वाचन प्रचार प्रसार र परिचालनका थप कार्यक्रमहरू तयार गर्नु हुनको लागि अनुरोध गर्न चाहन्छु। हामी 18 गतेदेखि करिब 9-10 गतेसम्म घर दैलो या वडा स्तरको मतदाता भेटघाट कार्यक्रममा निस्कँदैछौँ र बाँकी कुरा चाहिँ घोषणा पत्र आइसकेपछि सार्कीमान दाइले भन्नुभए जस्तो भिजनहरू त्यतिखेर सार्वजनिक हुनेछ। म होइन, म नेपाली कांग्रेस हो। नेपाली कांग्रेसले जे सोच्छ, जे लक्ष्य राख्छ, जे दृष्टिकोण राख्छ, जे भिजन राख्छ, त्यो नै मेरो आफ्नो भिजन भएको कुरा यहाँको बीचमा अनुरोध गर्दै आज तेमाल 7बाट केही साथीहरू नेपाली कांग्रेसको आदर्श, नीति, विचार र सिद्धान्तलाई मन पराउँदै पार्टीमा आबद्ध हुनुभएको छ। साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र साथीहरूलाई यो राजनीतिक करियरको सफलताको शुभकामना पनि राख्न चाहन्छु र अन्तिममा के मात्रै अनुरोध गर्न चाहन्छु भने मैले हाम्रा सिनियर नेतागणबाट धेरै कुराहरू सिकेको छु। त्यो सिकेको कुरालाई अनुसरण गर्दै भोलिका दिनमा ती सबै कुराहरू मेरो व्यवहारमा उत्रनेछ भन्ने यहाँको बीचमा अनुरोध गर्दै मेरो भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।